झुटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल बस्छु भन्दै नायिका अरुणिमा लम्सालले अमेरिकाबाट आएर हालिन् श्रीमान युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा। तर अरुणिमाका श्रीमान चाहदैनन् डिभोर्स। अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन्। आफू अभिनीत फिल्म घर बट इन अमेरिकाको प्रमोसनका लागि आएको भनिए पनि खासमा डिभोर्सको लागि आएको खुलेको छ। उनले श्रीमान युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालिसकेको बताएकी छिन्। अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन, त्यसैले वारेस मार्फत मुद्दा दायर गरेको बताइएको छ। उनले वैवाहिक सम्बन्ध अघि बढ्न नसक्नुमा सबै दोष श्रीमानमाथि खन्याएकी छिन्। सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ। अरुणिमा र युवराज बीच छोटो समयको चिन्जानमा बिहे भएको थियो। गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला अरुणिमालाई आफन्त मार्फत युवराजसँग बिहेको प्रस्ताव आएको थियो। केही दिन एक आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए। भदौ 3 गते काठमाडौँको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो। विवाहको केही दिनपछि नै अरुणिमा अमेरिका फर्किइन्। उनी श्रीमानको घरमा भित्रिएकी पनि थिएनन्। युवराजले वैशाखमा श्रीमतीलाई नेपाल बोलाएर घर भित्र्याउने बताइरहेका थिए, तर बुहारी बनेर भित्रिन नपाई अरुणिमाको विवाह टुट्ने संघारमा पुगेको छ। युवराजसँग बिहेपछि उनलाई पनि अमेरिका लैजाने योजना अरुणिमाको थियो। युवराज पनि त्यसका लागि खुसी साथ तयार थिए, तर आफू अमेरिका फर्किएको केही दिनदेखि नै युवराजको विषयमा नराम्रो कुराहरू सुन्न थालेको अरुणिमाको भनाइ छ। एक अन्तर्वार्तामा उनी भन्छन्, विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो, विवाह पछाडि नराम्रो मात्रै सुनियो। उहाँले सबै कुराहरू ढाँट्नु भएको रहेछ, तर कहिले पनि आफूले ढाँटेको स्वीकार्नु भएन। यस्तो झुटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिए। उनले श्रीमानसँग केही महिनादेखि नै आफ्नो बोलचाल हुन छोडेको बताएकी छिन्। युवराजले भने अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन्। नेपाल आएकी अरुणिमाले श्रीमानलाई भेटेकी पनि छैनन्। बुझिए अनुसार युवराज डिभोर्स नगर्ने पक्षमा छन्, तर अरुणिमा भने आफ्नो निर्णयबाट पछि हट्ने मुडमा छैनन्। कानूनत सम्बन्ध विच्छेदको लागि श्रीमान र श्रीमती दुवै सहमत हुनुपर्छ, तर यदि श्रीमतीले मुद्दा हालेको अवस्थामा श्रीमानले नचाहे पनि 1 वर्षपछि डिभोर्स हुन सक्छ। अरुणिमाले मुद्दा हालेपछि युवराजले पनि अदालतमा गएर हस्ताक्षर गरेको खण्डमा तत्काल सम्बन्ध विच्छेद हुन्छ, तर यदि उनले त्यसो गर्न चाहेनन् भने पनि 1 वर्षपछि स्वत अदालतले सम्बन्ध विच्छेद गरिदिने कानून व्यवसायी बताउँछन्। अरुणिमाको यो दोस्रो बिहे हो। यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो। उनीहरूबाट एक छोरी छिन्। छोरी जन्मिएपछि अमित र अरुणिमा अमेरिका सेटल भएका थिए, तर त्यहाँ उनीहरूको वैवाहिक सम्बन्धले निरन्तरता पाउन सकेन। अमेरिका गएको केही समयपछि उनीहरूको सम्बन्ध टुटेको खबर सार्वजनिक भयो। पछि अमितले अर्को बिहे गरे।